आँखा बन्द गर, किनकि केही सत्यहरू आँखाले होइन मनले देख्छ। चुपचाप सबैलाई छोड्देऊ। यो कुनै भावना मात्रै होइन, यो आफूलाई अरूबाट बचाउने सिद्धान्त हो। यो कुनै अरूप्रतिको घृणा होइन, आफूप्रतिको सम्मान हो। यो कुनै अरूसँग मुख मोड्ने प्रक्रिया होइन, यो आफूले आफूसँग भेट्ने एउटा कोसिस हो। धेरै पटक मानिस अरूलाई समय राख्दा स्वयं आफूसँग टाढा हुँदै हुँदै जान्छ। अरूलाई खुसी राख्दा राख्दा आफ्नै शान्ति गुमाउँदै गुमाउँदै जान्छ अनि ऊ सबैलाई सम्झाउँदा सम्झाउँदा आफ्नो ऊर्जा सकाउन पुग्छ र एक दिन सबैसँग थाकेर उसले आफूसँग प्रश्न गर्छ, म कहाँ छु? त्यति बेला उसको भित्रबाट एउटा आवाज आउँछ, चुपचाप सबैलाई छोड्देऊ। हर कोहीलाई साथ लिएर हिँड्ने तिम्रो काम होइन, हर कोहीलाई सम्झाउँदै हिँड्ने तिम्रो जिम्मेवारी होइन, हर कोहीसँग स्वीकृति लिँदै हिँड्ने तिमीलाई आवश्यकता छैन। तिमी बजारमा पाइने कुनै सामान हैनौ कि सबैले तिमीलाई मन पराउँछन्। तिमी एउटा चेतना हो, तिमी एउटा जिउँदो सम्भावना हो, तिमी शक्तिशाली ऊर्जा हो। जब ऊर्जा गलत हातमा पुग्न जान्छ, ऊर्जा नष्ट हुँदै हुँदै जान्छ। जो व्यक्ति तिम्रो ऊर्जाको किरणलाई निभाउँदैछन् उनीहरूसँग टाढा हुनु बुद्धिमानी हो। तिमीले देखेको पनि छौ होला, कोही व्यक्ति तिम्रो जीवनमा आउँछन्, तिमी भित्र आनन्द जगाउँछन्। उनीहरूसँग हिँड्दै गर्दा नयाँ दिशा तिमीले प्राप्त गर्दै जान्छौ। उनीहरूसँग बस्दा हल्का महसुस हुन्छ। र कोही व्यक्ति यस्तो हुन्छ जोसँग बस्न साथ तिमीलाई थकान महसुस हुन्छ। त्यसैले जीवनमा चिन्न जरुरी छ कसले उठाउँदैछ र कसले गिराउँदैछ। अनि निर्णय लिग, चुपचाप सबैलाई छोड्देऊ जसले तिमीलाई गिराउँदैछ। जीवन धेरै छोटो छ, यसलाई हर कोहीलाई सम्झाउनमा बर्बाद नगर। मानिसले तिमीलाई गलत भन्छन्, तिम्रो बारेमा कहानी बनाउँछन्, तिमीलाई मूल्याङ्कन गर्छन्, तिम्रो मजाक बनाउँछन्, तिम्रो नियतमा प्रश्न उठाउँछन्। उनीहरूलाई सम्झाउनतिर लाग्यो भने तिम्रो जीवन निस्किन्छ। तिमी चुप बस्छ, समयले उनीहरूलाई उत्तर दिन्छ। शब्दको लडाई नगर, समयभन्दा ठूलो कुनै कुरा छैन। तिम्रो बलिँदै गरेको समय नै उनीहरूको सबैभन्दा ठूलो उत्तर हुनेछ। र तिमीले यो कुरा बुझ्न जरुरी छ, सबै सम्बन्ध बचाउन योग्य हुँदैन। कुनै सम्बन्ध बानी हुन्छ, प्रेम होइन। कुनै सम्बन्ध डरले टिकेको हुन्छ, सम्मानले। कुनै सम्बन्ध सुविधामा टिक्ने गर्छ, सच्चाई र सत्यमा होइन। र कुनै सम्बन्ध हर दिन तिम्रो भित्री आत्मालाई घाइते बनाउँदै बनाउँदै आउँछ। र त्यो सम्बन्धलाई समय राख्नु पुण्य होइन, तिम्रो मूर्खता हो। त्यो सम्बन्ध छोड्नु पाप होइन, उपचार हो। धेरै व्यक्तिहरू सम्बन्ध छोड्न सक्दैनन् किनकि उनीहरू आफ्नो एक्लोपनसँग डराउँछन्। उनीहरू भिडमा टुट्न तयार हुन्छन् तर एक्लोपनमा जिउन तयार हुँदैनन्। याद राख, एक्लोपन शत्रु होइन, त्यो ठाउँ हो जुन ठाउँमा पहिलो पटक स्वयं तिमीले आफूलाई भेट्छौ। भिडमा तिमी अरूको आवाज सुन्छौ तर एक्लोपनमा तिमी आफ्नो आवाज सुन्न थाल्छौ। भिडमा तिमी भूमिका निर्वाह गर्छौ तर एक्लोपनमा तिमी वास्तविकतामा जिउन थाल्छौ। सत्यलाई पछाउँदै जान्छौ। त्यसैले एक्लै हिँड्न परेदेखि नडराउनु, त्यही दिनदेखि तपाईको सत्यको यात्रा सुरु हुन्छ। त्यसैले चुपचाप सबैलाई छोड्दिनु।